फर्स्ट दिन लड्यो, तिमी पनि फर्स्ट दिन लड्यौ, सेकेन्ड दिन पनि झऱ्यो होइन, 13 सेकेन्ड दिन हामी पनि झऱ्यौँ बाटोमा। हामी घाइते भएर हामी बेडमा हुँदाखेरि तिमीहरू पनि जेन्जीको उमेरको थियौ नि होइन, हाम्रो रगत बगेको र हाम्रो दाजुभाइ मरेको त तिमीहरूले नि देखाएको नि त त्यति बेलामा। त्यो कुरा होइन, 2 दिन त भयो, 3 दिनको बालोमा तिमीहरू कहाँ हरायो त त्यो भन नि त, त्यो जवाब देऊ ल मलाई, त्यो जवाब देऊ। 3 दिनको दिनमा तिमीहरू कहाँ हरायो र हामीलाई हस्पिटलमा छोडेर तिमीहरूले आन्दोलन चाहिँ किन बन्द गर्यो त्यो भन ल। तिमी पनि जेन्जी हो, म पनि जेन्जी हो, बुझ्यौ नि, त्यसरी भन्न पाउँदैनौ। ठिक छ, मैले आन्दोलन केको लागि भएको केपी ओलीको राजीनामा केपी ओलीको राजीनामाको लागि भएको थिएन आन्दोलन, भ्रष्टाचार हटाउनलाई र भ्रष्टाचार हटाउनु केपी ओली हटाउनुपर्छ। केपी ओलीले मात्र भ्रष्टाचार गरेको छ त्यो त्यसमा। तिम्रो बालेन शाहले काठमाडौँमा यत्रो के अरे उयो गर्यो, यताउता गर्यो भनेर भन्छौ, त्यो के त्यसको आफ्नै खोजीको पैसाले हालेर बनायो, नेपाल सरकारको पैसा हो नि होइन। जब त्यही मेयरको पदमा भयो त्यति गर्न सक्छ भने प्रधानमन्त्रीको पदमा बस्छ त्यो किन गर्न सक्दैन? हो ल, तिमीलाई अर्को अब तिम्रो यो जवाब के हो थाहा छ? 5 वर्षको लागि म काठमाडौँमा आएर तपाईँहरूलाई साथ दिएर म मेयर बस्छु भनेको मान्छे हो किन? 2.5 वर्षमा त्यो किन यहाँबाट के अरे प्रधानमन्त्रीको कुर्सीको लागि हाम थाल्यो त्यो भन ल अब। 3.5 वर्ष हो, 3.5 वर्ष है। यहाँ हामीले के चाहिएको छ, युवा चाहिएको छ। मलाई युवा चाहिएको छैन, मलाई मेरो देश चाहिएको छ, त्यो कुरा हो फर्स्ट। देश चाहिएको के लिडर चाहिन्छ नि, देश ए प्रभु तिमीले भने त मैले तिमीले भनेको मान्छेलाई म लिडर बनाइदिन्छु। ए यार हामी घाइते गएर बालेन दाइ हामीले कसरी न्याय पाउँछन् भनेर भन्दाखेरि सुन मेरो कुरा सुन बालेन दाइ, हामी घाइते हो, हाम्रो के अरे हामीले न्याय कसरी पाउँछौँ भनेर सोध्न जाँदाखेरि दाइको जवाफ त्यस्तो कस्तो आयो थाहा छ? चुनाव गर्न सहयोग गर्नुहोस्, चुनाव हुन दिनुहोस्, अनि त्यसपछि चाहिँ तपाईँहरूले न्याय पाउनुहुन्छ, त्यो कुरा हो त। त्यसरी भन्ने होइन नि त। ल हजुरको मान्छेलाई म प्रधानमन्त्री बनाइदिन्छु। सुन्नु न, तपाईँले नाम लिनुभयो होइन, तपाईँले भनेको मान्छेलाई म प्रधानमन्त्री बनाउनको लागि जति भोट भन्नुहुन्छ होइन त्यति भोट खसाल्न रेडी छु म होइन, म त्यति भोट खसाल्न रेडी छु। तर मेरो यत्रो साथीभाइ र होइन मेरो जिउबाट बगेको रगत मलाई फिर्ता दियोस्। तिम्रो भनेको मान्छेलाई होइन म जसरी भन्छौ त्यसरी नै हामी प्रधानमन्त्री बनाएर राखिदिन्छु। तिमी जेन्जी हो होइन, तिमीले भन्यौ नि होइन तिमी जेन्जी हो। हामी 1 दिन लड्यौँ, 2 दिन बचेर म घर गएँ हो। सेकेन्ड दिन आएँ, सेकेन्ड दिनमा गोली खाएँ होइन, सेकेन्ड दिनमा गोली खाएँ। त्यसपछि मेरो यत्रो रगत बगेको छ। हजुरले भनेको मान्छेलाई प्रधानमन्त्री बन्ने मान्छेको के अरे तरिका त्यहाँनिर गौन बितेको 1 वर्ष भएको छैन। मन्दिरको घन्टी बजाएर हिँड्ने, त्यो मन्दिरको घन्टी होइन, त्यो जुठो बारिसकेपछि त्यसले राम्ररी बार्नु परेन, त्यसले त्यसको काम राम्ररी गर्न सकेको छ, त्यो कुरा हो। त्यसरी भन, बुझ्यौ नि? तिमीलाई कसरी अब तिमीले बालेन कसरी रङ्गौ भनेर भन्यौ, मैले तिमीलाई यत्रो इक्जाम्पल दिएँ। तपाईँ मैले बाबाको पैसाको विद्यार्थी होइन, बोर्ड इक्जाम दिन्छु मैले। मेरो घरमा बाउ मान्छेलाई मैले पैसा नदिने कस्तो बाउ? मेरो घरमा बुवा बित्नु भयो, मेरो बोर्डको इक्जाम छ, 12को इक्जाम छ, म इक्जाम दिने किन दिने? कस्तो तिमीलाई अब तिम्रो जुठो तिम्रो संस्कार ठुलो कुरा हो कि तिम्रो पढाइ ठुलो कुरा हो? त्यो भन, तिम्रो संस्कार ठुलो कुरा हो। तिमीसँग संस्कार छ भने तिम्रो पढाइ जसरी राम्रो हुन्छ सोच। पैसा छैन बाबुले पनि हेर्दैन तपाईँलाई।